हेलो दर्शन नमस्ते सबैजनालाई ल फेरि पनि मेरो ब्लग आइसक्यो। सो वेलकम ब्याक टु माई अनदर ब्लग। आज चाहिँ न्यु इयर रहेछ, इन्डियन डेटको, मतलब नेपाल बाहेक अरू कन्ट्रीको न्यु इयर रहेछ। सो हजुरहरूले कसरी सेलिब्रेट गर्नुभयो, हामीले चाहिँ यसरी गऱ्यौँ है। हजुरहरूलाई पनि मेरो साइड, मेरो तर्फबाट ह्याप्पी न्यु इयर भन्न चाहेँ। सो मेनी ह्याप्पी न्यु इयर। एन्ड हजुरहरूले कसरी सेलिब्रेट गर्नुभयो मेरो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। हामीले चाहिँ यसरी सेलिब्रेट गऱ्यौँ। म चाहिँ आज अलिकति फ्रेस भएर न्यु इयर भएको भएर नुहाइधुवाइ गरेर चिटिक्क परेर खाना चाहिँ पहिल्यै बिहानै खाइसकेको थिएँ। मेरो चाहिँ दिउँसोको खाजा बनाएको थिएँ नानीहरूलाई, स्कुलबाट आयो अनि अरू के बनाउनु भयो। अस्तिबाट चाउमिन बसिरहेको थियो अनि त्यही बनाउन सुरु गरेँ कि म चाहिँ खासै घरमा यस्तो बनाउँदिनँ, आउँदैन भनेरै बनाउँदिनँ कि म चाहिँ यस्तो फुडी होइन खासै। अनि टी लभर चाहिँ हो, मिल्क टी चाहिँ एकदमै खान्छु कि मिल्क टी चाहिँ। अनि अरू चाहिँ त्यस्तो खानु इन्ट्रेस्ट लाग्दैन। अनि नानीहरूको अहिले त अब बच्चाहरू पनि ठुलो भइसक्यो नि त, अनि नानीहरूले जे भन्छ त्यही बनाएर खुवाऊँ, सकेसम्म चाहिँ भन्छु कि म चाहिँ बनाएर खुवाउनु कोसिस गर्छु होइन। अनि मलाई बनाउन आउँदैन भनेरै मैले बनाएको थिएन, बनाउँदैन पनि कहिले पनि कि, बरु बाहिरबाट किनेर ल्याएर दिनु सजिलो लाग्छ। घरमा बनाउनु चाहिँ अल्छी पनि लाग्ने हो कि अब जान्दिनँ भनेर ट्राई गर्दिनँ थिएँ म चाहिँ। अनि आज चाहिँ अब घरमै थियो, बनाऊँ न त मामु, जस्तो हुन्छ हामी त्यस्तै खान्छौँ भनेर उनीहरू खुसी भए। अनि त्यही भएर ल ठिकै छ नि त आज ट्राई गर्छु भनेर गरेको है। बनाउँदा चाहिँ जे होस् राम्रै लाग्यो। लास्टमा हेरौँ है कस्तो हुन्छ सोचेर मैले चाहिँ अलि ढकचक भएरै बनाइरहेको थिएँ कि ढुकढुक भइरहेको थियो, किनकि अब मैले फर्स्ट टाइम बनाइरहेको थिएँ। अनि इजी जस्तो थियो, तर मिठो हुन्छ नमिठो हुन्छ भनेर बसिरहेको थिएँ। बनाउँदा चाहिँ राम्रो लाग्यो होइन। अनि खाउँ लाग्यो कि मलाई नि। यो बनाइदिने चाहिँ मेरो छोरीहरू हो, क्यामराम्यान चाहिँ होइन, दुईजना छ, उनीहरू टर्न बाई टर्न गर्छ। एकजनाले पहिला एकजनाले पछि गरेर पालो बनाइदिएको कि उनीहरूले। ठुलै छ, साथी जत्रो भइसक्यो। सो हामीले चाहिँ यसरी सेलिब्रेट गऱ्यौँ। हजुरले चाहिँ कसरी सेलिब्रेट गर्नुभयो, लाइक सेयर कमेन्ट गर्नु होला। खाँदाखेरि टेस्ट हेर्नु न, नानीले फेरि भइसक्यो आत्तिँदै थियो। अनि मैले लास्टमा लेमन खाने भनेर काट्दै थिएँ, झऱ्यो कि। फेरि यस्तो चिसो पनि खानु मामु भनेर भन्यो, अनि ल्याइदिएँ। दुईजना नानी र म भएर खाएको, टेस्ट गरेको। मलाई चाहिँ एकदमै मिठो लाग्यो, फर्स्ट टाइम बनाएको, त्यही पनि मिठो। सो हजुरहरूले कसरी मनाउनु भयो कमेन्ट सेक्सनमा प्लिज कमेन्ट गर्नु होला। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। लास्टमा भन्न चाहेँ मैले चाहिँ है, थ्याङ्क यू। हजुरको यो वर्ष राम्रो रहोस्।